क्लासमा आएपछि सरस्वती वन्दना नगरे। एउटा साथी चाहिँ धेरै बदमासी भएर उसको कम्प्लेन्ट आइरहेको थियो। हेलो गाइज, म चाहिँ आज मेरो दिनको बारेमा भन्दैछु। म चाहिँ बिहान उठेर हातमुख धोएर चिया बिस्कुट खाएर स्कुलको ड्रेस लगाएर भात खाएर स्कुल गएँ। स्कुल गएपछि म्यामले पढ भन्नुभयो, पढेँ। अनि लाइन भएपछि क्लासमा जाऊ भने हामीले क्लासमा आयौँ। अनि क्लासमा आएपछि सरस्वती वन्दना गरेपछि के अरे एक्जाम भयो कम्प्युटरको चाहिँ खासै इजी थियो। अनि सर ब्रेक भएपछि हामीले सु गऱ्यौँ, पानी खाएँ, स्पिकिङ खेलेँ, अनि नाचेँ। अनि त्यसपछि घन्टी लाग्यो। अनि म्याथ प्लेट भयो, म्याथ प्लेटमा चाहिँ हामीले मल्टिप्लिकेसन गऱ्यौँ। अनि साइन्स प्लेट भयो, साइन्स प्लेट भएपछि हामीले रिड भने म्यामले भोलि सोध्नुहुन्छ अरे। अनि ब्रेक टाइम भयो। मैले चाहिँ आज हेल्दी फुड लगाएको छु, भुटीमा अनि आलु अनि साग लगेको। अनि हामीले पानी भरेपछि स्पिकिङ खेलेँ। स्पिकिङ गरेपछि टोइलेट गएपछि ग्रामर प्लेट भयो। ग्रामर प्लेटमा व्याकरणको एक्जाम भयो। व्याकरणको चाहिँ इजी थियो गाइज, म चाहिँ एकछिनमै ल्याइदिएँ। अनि सेल्फ हेल्प प्लेट भयो। सेल्फ हेल्प प्लेटमा म्यामले हामीलाई चेकिङ गर्न दिनुभयो। अनि इङ्ग्लिस प्लेट भयो। इङ्ग्लिस प्लेटमा हामीलाई रिड फर ड्युटी भन्नुभयो। भोलि चाहिँ म्यामको एक्जाम छ नि त। एक्जाम भएपछि म्यामको एक्जाम हो। अनि छुट्टी भयो। सन्ध्या म्याम डायरी चेक गर्न आउनुभयो। अनि दुईवटा साथीहरूलाई चाहिँ वाइ राखिदिनु भयो, किनकि एउटा साथीले पोकेमन कार्ड ल्याएको थियो। अनि एउटा साथी चाहिँ धेरै बदमासी भएर उसको कम्प्लेन्ट आइरहेको थियो। त्यही भएर म्यामले अफिस लानुभयो। एउटा साथी गइरहेको थियो। अनि हामी घर आयौँ। घर आउँदा हामीले पाउ खाएपछि अनि हामीले घर आयौँ, ड्रेस चेन्ज गऱ्यौँ, हात खुट्टा धोयौँ, अनि खाजा खायौँ, अनि होमवर्क गरेपछि त्यही हो आजको मेरो दिनको सुरुवात। धन्यवाद।